वासुदेव र मेरो आजको मेहनत भरेलाई तरकारी नै हुने भयो। दाइले अर्किड पनि टिप्नु भयो। एक भारी भाउजूलाई उपहार यो अनि लाले गुराँस खास राष्ट्रिय फुल टिप्नु हुन्न भन्छन्, तर दाइले टिपिदिनु भयो। भारी पुग्यो, भारी पुग्यो। वाउ, यस्तो अब एकचोटि पानी परेपछि मजाको फल्छ फेरि यो निङ्ग्रो। तर दुःख लाग्दो कुरो आज हामीले उ चाहिँ पाएनौँ, के अरे कुरिलो चाहिँ पाएनौँ। जङ्गल चिनिराखेका छौँ, बाटो चिनिराखेका छौँ। अर्कोपल्ट विज्ञान भाइ चरा हेर्छ, म निङ्ग्रो टिप्छु। ल ए जुगा पछि आएको छ हौ जुगा। तर दुवैजना दाजुभाइको सपना पुरा भयो। अर्किड पनि टिपियो, निङ्ग्रो पनि टिपियो, गुराँस पनि टिपियो, तरकारी पनि 2-3 छाक भयो। वासुदेव अझै जङ्गलभित्रै हुनुहुन्छ, पुरै निङ्ग्रोको भारी पुऱ्याउँदै हुनुहुन्छ। भारी पुगेर दाइ, ल आउनुहोस् अब बिस्तारै जाउँ। निङ्ग्रो र आलु खाइन्छ, खानुभन्दा पहिला चाहिँ फेरि ऊ खानु पऱ्यो नि त, फेरि मोमो खानु पऱ्यो। मोमो बन्दैछ अफिसमा। यो बाँधिदिनुहोस् त अनि रोयल पल टिप्दै जाउँला तल झर्ने। ल खुट्टामा जुगा पसे जस्तो छ दाइ। जङ्गलको बाटो रमाइलो हुन्छ कहिलेकाहीँ। चराको आवाज सुन्न सक्नुहुन्छ। ल एक भारी रहेछ है दाइ यहाँ त है। ल त मैले अरू निङ्ग्रो नि भेटेँ। अब म पनि टिप्नतिर लाग्छु।